के तपाईँ काठमाडौँ उपत्यकाभित्र खोला खोल्सी खरे राजकुलोको छेउछाउ बस्नुहुन्छ? यदि हो भने यो भिडियो तपाईँका लागि। आफ्नो मेहनत र क्षमता अनुसारको घर र घडेरी जोड्ने सपना हामी सबैको हुन्छ। त्यही सपना साकार पार्न आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न हामीले वर्षौंको मेहनत, अथक प्रयास र करोडौंको लगानी गर्छौँ। तर कल्पना गर्नुहोस्, एउटा फैसलाका कारण त्यो मेहनतको प्रतिफल, त्यो सम्पत्ति एकैछिनमा स्वाहा भयो भने कहिले सोच्नु भएको छ? नमस्कार, म हमिद खान। तपाईँ जस्तै यो फैसलाबाट म एक प्रभावित नागरिक। आज म तपाईँहरूलाई काठमाडौँ उपत्यकाका खोला किनारमा सरकारले तोकेको मापदण्डभन्दा न्यूनतम थप 20 मिटर क्षेत्रसम्म कुनै संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसला सन्दर्भमा केही तथ्यगत जानकारी दिन गइरहेको छु। नेपाल सरकारले 2065-0801 को मन्त्री परिषदको निर्णयले खोला किनाराबाट दुवैतर्फ मापदण्ड तोकेको थियो, जस अनुसार बागमती, विष्णुमती र मनोहरा खोलामा 20 मिटर, धोबी खोलाको हकमा धोबी खोला आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिङ अनुसारको दूरी र प्लानिङ बाहेकका स्थानमा 9 मिटर, नक्खु खोलामा 12 मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा 10 मिटर, करखुसी खोलामा 6 मिटर, टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा 4 मिटर र कुनै पनि खोला खोल्सी र राजकुलो छोप्ने पाइने छैन। हनुमन्ते खोला बग्ने क्षेत्रका नगरोन्मुख गाविसहरूमा समेत खोलाको किनारबाट 20 मिटर छाडी निर्माण गर्न पाइनेछ। धेरैले यस मापदण्ड पालना गरेर कानुनी रूपमा स्वीकृति लिई घर बनाए, जमिन किनबेच गरे र ती घर जग्गा नै धितो राखेर व्यवहार चलाएका छन्। तर 2080 पुस 3 गते सम्मानित सर्वोच्च अदालतले 2065-0801 गते नेपाल सरकारबाट तोकिएको मापदण्डभन्दा न्यूनतम अर्को थप 20 मिटर खोला खोल्सी खरे राजकुलोको दायाँ बायाँ पर्ने जग्गालाई निर्माण निषेधित क्षेत्र नो कन्स्ट्रक्सन जोन घोषणा गरी निर्माणको अनुमति प्रदान नगर्ने फैसला सुनायो। यसमा 2021 सालको नापी नक्सालाई नै आधार मानी कार्यान्वयन गर्न आदेशमा उल्लेख गरिएको छ। यसको अर्थ खोला किनारको मापदण्डभन्दा 65.6 फिट थप छाड्नुपर्ने। 65.6 फिट। नदी खोलाको हकमा सीमा नतोकिएको भएमा किनाराबाट दायाँ बायाँ न्यूनतम 20 मिटर सीमा निर्धारण गर्ने। नदी किनारा क्षेत्रमा पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने जग्गा कानुन बमोजिम क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने। 2065 सालमा नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका अधिकांश घर जग्गाले क्षतिपूर्ति पाएका छन् त? निवेदकको माग दाबीको विषय भनेकै 1. नदी खोलाको शुद्धिकरण, 2. ढलको उचित व्यवस्थापन, 3. हरियाली वा सौन्दर्यकरण, 4. ढलको फिल्टर प्लान्ट, 5. भूमिगत पानीको रिचार्जेबल पोखरीको निर्माण रहेकोमा मागदाबी नै नरहेको थप 20 मिटर किन? हिजो कानुनी प्रक्रिया पुरा गरेर खरिद गरिएको ती जग्गामा न अब घर बनाउन पाइन्छ, न त्यो घर जग्गा खरिद बिक्री नै हुन्छ, न त ब्याङ्कमा धितो नै राख्न सकिन्छ। यसरी उपत्यकामा मात्रै अनुमानित 84,000 घरधुरी तथा त्यसमा आश्रित 7 देखि 8 लाख मानिस यस फैसलाका कारण प्रभावित हुने देखिन्छ। नेपालको संविधान 2072 को धारा 25 को उपधारा 1 मा स्पष्ट रूपमा सम्पत्तिको हकको व्यवस्था गरिएको छ। तर हिजोको सरकारले नै तोकेको मापदण्ड मानेर कानुनी रूपमै खोला किनारमा जग्गा किनेका वा पुर्खौली जग्गा हुनेहरूको सम्पत्तिको अधिकार खोइ। सरकारको मापदण्ड मानेर घर जग्गा किन्नेहरू हामी जस्तै हुन्। तपाईँको घर जग्गा खोला किनारमा परेको छैन होला, तर परेको भए तपाईँको मन कस्तो हुन्थ्यो? यही समस्या समाधानका लागि, आफ्नो सम्पत्तिको हक सुनिश्चित गर्नका लागि आफू स्वयं जागरुक हुन आवश्यक छ। काठमाडौँ उपत्यकाभित्र खोला खोल्सी खरे राजकुलोको छेउछाउमा तपाईँको जग्गा जमिन वा घर छ भने आफ्नो सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी तपाईँकै नै हो। आउनुहोस्, एक सामूहिक पहलमा सँगै आफ्ना हकका लागि सङ्घर्ष गरौँ। धन्यवाद। थप जानकारी र यस अभियानमा जोडिनलाई तपसिलमा उल्लेख नाम नम्बरमा सम्पर्क गर्नुहोला।